गुड मर्निङ एभ्रिवान, सबैजनालाई सन्चै हुनुहुन्छ होला भन्ने आशा गर्दै आफ्टर लङ टाइमपछि फेरि म तपाईँहरूको सामु प्रस्तुत भइसकेको छु। सो गाइस, आज चाहिँ म सोलो हाइक जाँदैछु। सोलो हाइक चाहिँ हाम्रो यही नजिकमा केटिएम नजिक रहेका तारीभिरको हिल टपमा गएर आउने प्लान बनाएर सो आज इन द मर्निङ रेडी गरेर र बाटोमा एक्सर्साइज गर्दै म हाइक गर्दैछु। आफ्टर लङ टाइम पछि हाइकिङ आएको कारणले सो एकदम खुसी फिल भइरहेछ। So guys, यो चाहिँ अब एउटा मैदान आउँछ हेर, सो ब्युटिफुल मैदान। यहाँ चाहिँ एकदम रमाइलो लाग्छ मलाई, किनकि राम्रो ठाउँ। सो गाइस, हेर्नु होला, यहाँ चाहिँ पिकनिक आउने, रमाइलो गर्ने घुम्नलाई आउँछ कि मर्निङ वाक एभ्रिवान। सो ब्युटिफुल छ। यस्तो मिलेको जङ्गल र शान्त वातावरण, चराचुरुङ्गीको स्वर, यस्तो रमाइलो फिल भइरहेछ गाइस। हेर्नु होला, एकदम हरियाली छ। म चाहिँ आज हाइकमा आएको तारीभिरमा होइन। सो सबैलाई ह्याप्पी दसैँ, विजयदशमीको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछु। र मर्निङ वाक हाइकिङ आउने क्रममा हेर्नुहोस्, सो ब्युटिफुल ग्रिनरी छ यहाँ। सबैजना काठमाडौँको भ्यू इन्जोय गर्न सक्नुहुन्छ। कता हरियाली, रमाइलो होइन, प्राकृतिकसँग घुलमिल गर्नुको मजै छुट्टै छ गाइज। मन, दिमाग, मेन्टल सबै फ्रेस हुन्छ। सो गाइज, इन्जोय गर्नु होला, यसरी हाइक जानु होला होइन। सो मन, मेन्टल सबै राम्रो हुनेछ, त्यसको लागि हेर्न सक्नुहुन्छ। प्राकृतिकसँग मिल्नु होला, यस्तो राम्रो ठाउँ छ हेर्नुहोस्। So guys, म चाहिँ अब तारीभित्र लाग्दैछु। हाम्रो यो छोटो थोरै ठाउँमा चाहिँ एकदम ब्युटिफुल ग्राउन्ड छ कि, सो तपाईँहरूले देखाइसक्नुभयो, देखिसक्यो होइन। सो हामी अब यो बाटो हुँदै अगाडि बढेका छौँ। हाम्रो माथि नै ब्युटिफुल छ। म चाहिँ टपमा पुगेर तपाईँहरूलाई केटिएम सिटीको भ्यू देखाउन चाहन्छु। सो गाइस, यति राम्रो प्राकृतिक सुन्दरता छ हेर्नुहोस्, साइडमा केटिएम सिटीको भ्यू। वाउ होइन, सब थोक मिलेको होइन तपाईँहरूलाई होइन। यति राम्रो सुन्दर ठाउँलाई फोहोर बनाउने काम चाहिँ गर्नु भएन हामी सबैले। सो गाइस, फाइनली म चाहिँ तारीभिर भन्ने गाउँमा आइपुगिसकेका छौँ होइन। ल यो चाहिँ हो केटिएम सिटी भ्यालीको भ्यू। यो डाँडा आएको म हाइकिङ गरेर, सोलो हाइकिङ। अब म यो तारीभिर गाउँबाट
यो मात्र टपमा पुग्नु पर्छ त्यहाँबाट दामी भ्यू देखिन्छ है गाजा खतरा रहेछ यहाँ फाइनली तारे भ्यू ब्रिज भैँस गाई पानीमा यसमा चाहिँ यो टपमा पुग्ने लक्ष्य लिइरहेको यो चाहिँ केटिएम भ्यालीबाट जहाँबाट पनि देख्न सकिन्छ तारी भिर लेखेको दसैँको भाइब यहाँ चाहिँ ब्युटिफुल भ्यू देखाएको छ सो गाइस यो केटिएम भ्यालीबाट सबैजनाले देख्नु भएकै होला होइन वी लभ तारेभिर भनेर पुग्नु छ त्यहाँ यो तारेभिरको गाउँ ब्याकग्राउन्डमा केटिएम सिटी भ्याली त्यहाँ एयरपोर्ट छ वाल देखिरहेको छ गाइस ह्यान्डलुम त टाँगेको छ पिसफुल वातावरण साइलेन्ट छ आई लभ यु यहाँबाट चाहिँ आधा घन्टा जति टपमा पुग्छ भनेको छ अहिले यो दसैँ चाडबाड मेला भएर यता त काउन्टरमा मान्छे यहाँबाट चाहिँ तारेभिर पोस्ट यहाँबाट चाहिँ सिँढी राम्रो बाटो रहेछ वा अब चाहिँ हेर्नुहोस् गाई अन्धकार जङ्गल छ हेर्नुहोस् एकदम घना कालो खासै डर त लाग्दैन योभन्दा खतरा खतरा जङ्गलहरू पनि सर्भाइभ गरेको छु मैले तर यहाँ किन डर लाग्यो माइ गॉड काठमाडौँबाट 1-2 घन्टाको यात्रापछि हामी गुराँसभित्र आइपुग्यो है गुराँस क्रोक हो यो हेर्न सक्नुहुन्छ ओए यसरी निगालोभित्र आइपुग्यो अझै त्यो डाँडा पुग्नुहुन्छ ल हेर्नुहोस् जङ्गलको भ्यू यस्तो खतरा छ आम्मामा है यहाँ दिस इज द जियोमेट्री दम कहता है ना हाँ हेरिसोस् हेर्नुहोस् यहाँ एउटा भगवानको मन्दिर रहेछ ओम नमः शिवाय शीतल चिसो खोला बगिरहेको छ यहाँ अब पुग्नै लाग्यो आधा घन्टामा त पुग्छ होला अब तेर्सो पनि आइसकेको छ त्यहाँबाट देख्छ असली मजा यत्रो हिँडेर बिहान उठेर कष्ट गरेर यहाँसम्म आउनुको प्रतिफल अब मिल्नै लाग्यो गाइस है हेर्नुहोस् यस्तो छ ठाउँ फाइनली तारेभिरको हिल टपमा आइपुगिसकेको छौँ यहाँबाट भप्पाल काठमाडौँको भ्यू यता साइडमा देखिरहेको छ होइन एयरपोर्ट पनि सिधा अगाडि प्लेन उडिरहेको छ भने यता गणेश हिमाल यता सिन्धुपाल्चोक साइडको हिमालहरू नि छर्लङ्ग देखिरहेको छ तर यहाँ हल्का डाँडा चाहिँ जङ्गलमा भएको कारणले त्यति राम्रो देखाएको छैन र डाँडामा यसरी लुङ्थाहरू टाँगेको छ हेर्नुहोस् अनि हेर्नुहोस् गाइज यो मुनि चाहिँ तारेभिर गाउँ हो तारेभिर गाउँ जुन हामीले भ्यालीबाट टपमा एउटा डाँडा देख्छ नि त्यही डाँडामा छु अहिले म र यो मुनि चाहिँ काठमाडौँ भ्याली छ राम्ररी देखाएको छैन मैले त्यो पनि देखाउने कोसिस गर्नेछु एन्ड सो ब्युटिफुल मन खुसी भयो होइन यसरी धेरै दिनपछि हाइकिङ आउँदा यसरी प्राकृतिकसँग घुलमिल हुन पाउँदा म धेरै खुसी भएको छ अनि यो साइडमा चाहिँ बब्बाल छ हेर्नुहोस् हिमालहरू खुलेको छ कि छैन एन्ड वाउ
गाइस यो हो काठमाडौँ भ्याली केटिएम सिटी दामी भ्यू देख्न सकिन्छ तारेभिरको यो डाँडाबाट So guys, this is the तारेभिर टप हिल हैन यो ब्याकग्राउन्डमा देखिरहेको छु केटिएम भ्यू सो ब्युटिफुल यहाँबाट आज पुरै क्लिन देखाएको छ हैन यता साइडमा यो साइडमा जताततै एकदम राम्रो भ्यू खुलेको छ र इन्टरनेसनल एयर पनि उडिरहेको छ हाम्रो एयरपोर्ट त्यही हो भने सबै राम्रो देखिरहेको छ यो ठाउँमा आएर चाहिँ मलाई मन एकदम खुसी भयो मलाई यस्तै ठाउँहरू मनपर्छ होइन सो पिसफुल एन्ड आनन्दित मेन्टली फ्रेस भइरहेको छ आज यही नै थियो आज 1 घन्टा 2 घन्टा जतिको हाइकिङ गरेर चाहिँ यस ठाउँमा हिँडेर पनि आइपुग्यो काठमाडौँबाट र यो मुनि चाहिँ तारेभिर गाउँ हो भने दिस इज यो टप हिलबाट चाहिँ देख्न सकिन्छ यो गाउँबाट चाहिँ त्यही हो आधा घन्टा 1 घन्टामा हिँड्न सक्नेलाई आधा घन्टा हिँड्न नसक्ने अब बिस्तारै आउनुभयो भने चाहिँ 1 घन्टामा यो ठाउँमा आइपुग्नु सक्नुहुन्छ तपाईँहरू यही नै थियो हैन एन्ड सबैजनालाई ह्याप्पी दसैँ विजय दशमीको मङ्गलमय शुभकामना व्यक्त गर्दछु सबै नेपालीजनाहरूलाई राम्ररी दसैँ मनाउनु होला हाम्रो नेपालीहरूको महान चाड दसैँ मनाउनु होला घर परिवारसँग खुसी गरेर समय बिताउनु होला अनि आफ्नो स्वास्थ्यको पनि केयर गर्नु होला हैन